हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आज म त गोठमा छु। अहिले सबैजना सन्चै हुनुहुन्छ होला। खासमा चाहिँ यहाँ हिजो अस्तितिर गोठमा थिएँ, बसिरहेको छु। काम त केही छैन। अब हेर्न सक्नुहुन्छ यो चल्छ। ओइ जेठा, ओइ यहाँ आइज त। यो चाहिँ बिग्रिएको हो, बेच्दिने हो छाउरा। यदि भोलि कुकुर पाल्न लहर छ भने किन्न सक्नुहुन्छ। चल्छ कि अहिले भर्खरै चल्छ मसँग। यस्तो मोबाइल चल्छ। उतापट्टि 3वटा छन्, बेच्ने नै हो। बेच्न त 5वटा छन्, एउटा मात्र हामी राख्ने हो, अरू बेच्ने हो। अस्तितिर यो कस्तो मोटो थियो, धेरै चकचक गरेर डुब्ला छ कि आजकल। कतिको भन्दाखेरि तपाईँले कति 1.5 महिनाको छाउरा, यो 1.5 महिना भयो। भोलि कुकुरको छाउरा लिने चाहिँ चल्दैनन् के यो चल्दैन, यो चल्दैन कि फेरि यो मासु भनेपछि फेरि मरेर राख्छ। मासु दिएपछि उस गर्छ। यो फेरि टोक्न आउँछ कि मलाई बिहानभरि सुत्नै दिएछैन। त्यसमा केही हुँदैन, सुरुक बस्ने चल्ने यिनीसँग। यो मेरो काम। उतातिर छन् यिनीहरूको आमा। अनि फेरि यो कुकुर चाहिँ बिरामी छ। यसको नानीहरू हुन्थ्यो, बिस्तारै छ यिनको राति। यतातिर के भन्दाखेरि 2वटा मात्रै गोठ छ। माथि छ एउटा गोडी, एउटा यहाँ। मम्मी एक्लै हो यहाँ बस्ने। खासमा चाहिँ मम्मीले यहाँ के हाल्नुहुन्छ, फेरि भेडा हाल्नुहुन्छ। बाख्रा चाहिँ एउटा मामाकोमा कहाँ भेडा माथि छन्। अब 10 बजीतिर चलाउनु पर्ने, दाना हाल्ने, घाँस हाल्ने के भन्दै हुनुहुन्छ। भेडालाई चाहिँ काम त खासै अब गोठमा त काम हुन्छ भन्ने कि हुन्न भन्ने। काम गर तर कामै देखिन्न। अनि मैले भनिरहेको थिएँ तपाईँहरूलाई योभन्दा अगाडिको भिडियोमा, तपाईँलाई पिस पाटन भनेर। पिस पाटन जाने बाटो चाहिँ यो माथिको डाँडादेखि यता यो साइडमा पर्छ। यहाँ चाहिँ थाहै बस्ती छ। कस्तो औडै छक्का जस्तो देखिन्छ यार। बट 1.5 महिनाको हो यिनीहरू। लग्न सक्नुहुन्छ 1.5 महिना बाहन। यो सानो कालो चाहिँ 1 महिना पनि ल भयो होला, 1 महिना जति भयो होला। ठुलो छाउराहरूले सानो मङ्गुर दुधहरू खान नदिएर त्यस्तो भएको हो नि। पाइला पाँच त एउटा किन आउँदै आउन्न क्या। मैले आइज होइन। यसको यो चाहिँ बिरामी भएर उठे होइन। यो भोलि कुकुरको नानीहरू हेर्न सक्नुहुन्छ। म माथि दाना हाल्न जान्छु। म दाना झिक्दिनु। दाना के दिनमा अब म गएर हालिदिन्छु। घाँस काट्नु जानुपर्ने हुन्छ घर बस्नेहरूलाई। म पारी कतातिर छ भने हुन्छ। भर्खर उठेको। दाना हालेर आउँछु म। दाना झिक्दिनु। एउटा चाहिँ कालो हो फेरि सरक। चाहिँ भेडालाई हो यो। माथि गएर हालिदिन्छु। यस्तो उखाने बिखाने गर्छन् कि नि।
मलाई काम गर्न जान्दिनँ नि यार खासमा यी पछि लागेछन् लाइन लागेर हिँडिदिन्छन् सबै बिक्रीमा है 4 त यहाँ छन् एउटा उहाँ मम्मीसँग छ बिक्रीमा हो अनि यहाँतिर चाहिँ यदि सिस्नु मनपर्नेहरू यहाँ हाम्रो तारादेखि त सम्भव छैन यहाँ आएर लिएर जाने हाम्रो यहाँ ढोरपाटन अनि बुर्तिवाङसम्म त सम्भव छ तर मैले चाहिँ टिपेन होइन तपाईँहरू है आएर टिपेर लिएर गएर खान सक्नुहुन्छ यहाँ सिस्नु चाहिँ जता कतै सिस्नु नै सिस्नु हो आएर टिपेर लिएर जान सक्नुहुन्छ तपाईँहरूले यो वनमै सिस्नु हो उता माथिपट्टि पनि छ सिस्नु अनि म दुईटा गोठ मध्ये चाहिँ एउटा गोठ माथि छ यो बुरास ग्रुपको यतापट्टि म तर गोठ आज म चाहिँ अहिले घाँस काटेर जान्छु गाउँतिर खासमा भन्नुपर्दा म घाँस काट्न हो यहाँ आएको बेलालाई मम्मीले सक्नुहुन्न घाँस काट्न रुखमा चढ्न सक्नुहुन्न सो त्यही भएर म माथि गोठ त छनलाई 3वटा जति तर मान्छे बस्दैनन् दुईटामा बस्छन् एउटामा बस्दैनन् यति चलाकी भेडा बाख्राहरू यस्तो आजभोलि चाहिँ सबै छैनन् कि हाम्रो गोठमा सबै नभएको कारणले भयो यसको स्थिति सबै नभएको कारणले थोरै देखिन्छन् सबै छैनन् कि यहाँ बाख्रा भेडा अनि थोरै देखिन्छन् मैले दाना हाल्न आइपुगेँ अलि यहाँ बिरामीको जनसङ्ख्या धेरै छ कि आइज काले यसको खै खुट्टा भाँचेर हड्डी यता निक्ले रहेछ त्यही भएर यो घरमै बस्छ घरमै बाँधिने घाँस हालिदिने हो घाँस झाप्रो पनि छ जुन्डा घाँस खाएर रहेछन् धेरै यसमा हो गोरे ल आइज अलि चमक गर्छ के यार जाऊ काली जा अगाडि दाना खाइज मजा के बिराम भएर रहेछ यो सो त्यही भएर हो हाम्रो भेडाहरू चाहिए त हाम थोरै छन् बाख्रा उता गहान अनि भेडा मात्रै थोरै देखिन्छन् र यहाँ मस्त घाम लागिरहेछ घाम तापिरहेछन् सानो नानीहरू नि छन् उता यिनीहरूले यो काम चाहिँ मम्मीले गर्नुहुन्छ यहाँ बस्ने बाबा चाहिँ उता गाउँतिर जानुभएको छ अनि यसो भेडाहरू हेर्न परो दुःख छ अब के गर्ने यस्तो लेकतिर फल्याएको गोठ हुन्छ फल्याएको गोठभित्र टक्क बस्छन् अनि किन भन्दाखेरि यहाँ जहाँ तुसारो झर्छ अनि हिउँको कारण हिउँहरू पर्छ कहिलेकाहीँ त्यही भएर यो गोठमा राख्छन् तर यो गोठ हाम्रो होइन बाबाहरूको हो तर हामीले राखिसकेपछि पनि मलहरू सोरेर फाल्नुपर्छ किन भन्दाखेरि पछि हामीलाई पनि सजिलो हुन्छ उहाँहरूलाई पनि सजिलो हुन्छ उहाँको बाख्राहरूलाई केहीहरू हुन्छ नि सो त्यही भएर हामी यस्तो गरेर चाहिँ खासमा चाहिँ हो 2वटा नानीहरू त छन् तर बाहिर निक्लेपछि सामान दिन्न नानीहरूले भित्रै गएर सामान देखाउँछु तपाईँहरूलाई अनि फेरि चुमुक गर्छन् साला उफ्री खेल्छन् केही फेरि सबै उठेर डुबुर्छन् र कि
घाँस त छ खाएकै होइनन् घाँस ल ल एकछिनमा त हेर्नु भाल सो के हो भन्दाखेरि हाम्रो दुःख त्यस्तै हुन्छ अब घाँस काटेर चुकेर बस्नु जानेछ लिएर नानीहरू नि छन् यो पनि हेर्नु सक्नुहुन्छ दुईवटा हो दुईवटा ए हामीलाई सही मानिसहरू हामीलाई जस्तो गर्छु त यार भर्खरै हान्ने किन होला त्यो नि पन्डङ एउटा सानो नानी चाहियो हो अर्को उहाँ छ सानो नानीहरू भाग्छन् कि छोप्नै दिँदैन अनि मम्मीले यहाँभित्र हालेर राख्नुहुन्छ छोप्नको लागि अब वनमा जे जस्तो देखिन्छ म सबै वनमा देखाउँछु तपाईँहरूलाई